यस्तो चाहिँ मजा आयो नि होइन। ओ यो थालियो पानीभित्र पस्छ नि केही भएन हो। खुट्टामा जुत्ता टक्क लाएर माथिले सुज टक्क लाएर आउँछु म भेटमा टक्क लाएर। के भन्दै बोल्छौ? वेलकम टु प्रकाश ब्लग। मैले तिमी अर्थ्यौ अनि म भन्छु यता यता हुनु पऱ्यो क्या। ल पहिला हेलो नमस्ते वेलकम भन न। ब्लग भन्ने मान्छेको हालत। हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामीहरू 4 जना मिलेर स्विमिङ गर्न लागिरहेको छौँ। मलाई चाहिँ स्विमिङ आउँदैन अनि उता राम दाइलाई चाहिँ आउँछ, यो क्यामेराम्यानलाई नै आउँछ। आजको स्विमिङको भ्लग कस्तो हुन्छ यति हेरिदिनु चाहिँ होला होइन। अब हेरिदिनु होला। जो उहाँले एकदम मेहनत गरिरहनु भएको छ। यो कडा मेहनतलाई कडाभन्दा कडा मेहनतलाई साथ सपोर्ट गर्नु होला। यहाँ हाम्रो क्यामेराम्यान ल अब हामी यहाँदेखि चाहिँ स्विमिङ पुल पुग्न लागेको छौँ। अनि यो चाहिँ के हो फ्लाइ बनाउनुलाई यो ल है त हेर्दै गर्नु पर्यो भ्लग चाहिँ। म धेरै लामो पनि बनाउँदिनँ, छोटो धनी हो, रिच म्यान हो। ल ल ल ल त्यो टिकट हो कहाँ भित्रै हो क्या है? घाम छैन क्या हो? नेसनल स्पोर्ट्स सेन्टर मजाले खेलिन्छ है। स्विमिङ पुलमा त दिन्छ त यार। किनेर लाउनु पर्ने भनेपछि होइन। आसिका बोलाउँ यहाँ आसिका दिल्ला बोलाउँ। कति छ यसो मिलाएर राख न। क्यास भएको मिलाएर राख न। उता छ क्यास मैले दिइस है। अब 3टाको चाहियो। 3टा दिन त रतन कार्कीले जस्तो लाउ न, टाउकोमा लाउ न। फिक्स प्राइस। ल अब चाहिँ यता देखौ। ल अब चाहिँ हामी छौँ कहाँ छौँ? नेसनल स्पोर्ट्स सेन्टरमा। अब हामी जान लागिरहेको छौँ है त खेल्नलाई पौडी। तर मलाई चाहिँ पौडी खेल्न आउँदैन। बित्थामा प्रमोसन गरेछ त म काटिदिन्छु हो क्या। यताबाट हर जाने प्रमोसनको लागि पैसा लिनुपर्छ हामी। देखियो ल खोला केटा खोला। होइन केही हुँदैन। कता नआउने टाइम हो क्या? के गर्नु अरे? नआउनु हो? हानु ओइ जाठो गयो। ओइ मलाई त आउँथ्यो नि यार। कति गयो? खेला 5 हो। कालो देखाउँछ त है? कालो देखाउँछ त। आशिष ल खेल म रेकर्ड गरिदिन्छु। यो 2टाको भिडियो ल मेरो भानु ओहो खतरा हान्यो यार। अर्को केटाहरू हान्छ उल्टी हान्ने फोनै आइदियो यार।
खेल न खेल मलाई त आउँदैन गयो 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 म त जाँदिनँ गयो जाऊ के लात्ती हान्दियो लात्ती हान्दियो जोडा हान्छु भनेर 5 फिट पुग्नु लाग्यो लान नि त जाऊ यति हुन्छ है 50 त नगर रे फोटो होइन भिडियो यताको अवस्था दुई 4 महिना क्या मजाले नुहाइयो होइन आहा जाडो जाडो भइरहेछ अहिले त्यहाँ घाममा चाहिँ मजा आयो जस केटाहरू हानिरहेछ हान्दियो ल ल ल ल हान्यो हान्यो होइन त हान्यो 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 हेलो आउ ल म फेरि जान्छु ल ल हेर है आउ न म खुट्टा समाउँछु ल ल यस्तो मजाले पौडी खेल्यो तर मलाई चाहिँ खासै आउँदैन पौडी खेल्न घाटा घाटा गर्दै भए पनि खेल्यो अनि ऊ चाहिँ एकदम खतरा खेल्ने हो क्या पौडी पनि फेरि यस्तो चाहिँ मजा आयो नि होइन ओ अर्डरको हामी चाहिँ 2-4वटा भिडियो बनाउनु लागेको छौँ काम दुख्यो है तिमी काम दुखेन सिलिफ्याट भयो मुझे रात त झ्याप जस्तो भयो यसो हल्लिने हो क्या अब यहाँ पुरै झाप्ने ओइ पानी बसेछ मेरो मोबाइलमा अघि मैले तिमीलाई फालिदिएको थिएँ नि स्विमिङ पुलमा त्यति बेला त्यो फालेर पानीभित्र पस्दा नि केही भएन क्या आइफोन हो नि त 13 यसै चान्छु नि कस्तो चाहिँ खालिदिएको थियो कि च्याप्ल्याङको अँठ्याउनु खोजेको तर झऱ्यो क्या फोन काम देखिरहेको मेरो यता गाडीले हान्छ यताबाट होइन साइडबाट हजुर दुख्यो टाउको ल अहिले चाहिँ यता अहिले चाहिँ हामी खाजा साजा टक्क सक्क लाएर खुट्टामा जुत्ता टक्क लाएर माथिल्लो सुज टक्क लाएर आउँछु म भेट्न टक्क लाएर अन्त खाजा साजा टन्न खाइयो होइन स्विमिङ गरेर यस्तो थाकिरहेको थियो ज्यान पनि अनि भुँडी पनि लास्टै दुखिरहेको थियो अब चाहिँ हामी यहाँ यसो भिडियोहरू सुट गरौँ भनेको साथीहरूमा आएको है त यसो 2वटा भिडियो सुट हान्थ्यो म त होइन बेचारा भन्ने कुरो नै हाम्रो चाहिँ कुन गीतमा गर्ने भने
यो मनले त्यो मनसँग अस्ति बनाएको होइन यसमा बनाउँदा बनाएको हो अर्को सुट गरौँ न फेरि मन पर्यो तर ल अहिले चाहिँ हामीले भिडियोहरू सुट हामी पनि गरौँ होइन 3-4वटा जति बल्ल 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 2टा जति बनाएँ राम्रो राम्रो खालको साथीको चाहिँ मैले 2टा भिडियो चाहिँ राम्रै बनाइदिएँ अब होइन ब्लगिङ हाम्रो गरौँ होइन एकछिन ल हाम्रो चाहिँ यता प्रकाश भन्ने मान्छे चाहिँ न कि यो मान्छे युट्युबर मात्रै होइन यो मान्छे एडिटर पनि हो अनि अर्को कुरा भिडियो पनि क्यामेरा पनि मजाले खेलाउँछ त्यही टाइपले उसले राम्रो भिडियो सुट गराएछ हेरौँ रिजल्ट कस्तो हुन्छ होइन रिजल्ट राम्रो हुन्छ नि आफै ओके पहिलाको त राम्रै छ अब अहिले पनि आशा छ एकदम राम्रो बनाउने छ भन्ने आशा छ है त अब यति भन्दै हाम्रो भ्लग चाहिँ आजले यति नै इन्ड हुन्छ स्विमिङ खेलेको जस्तो लाग्यो भन्दा स्विमिङ त भ्याटा भ्याटै भ्याट गएर त खेलेको म त ल आजले यति नै बाई बाई